पुवा चामलको पुवाको रेसिपी चामलको पुवा पकाउने रेसिपी सेयर गर्दैछु आज म। सर्वप्रथम त हामीलाई चामलको पिठो चाहियो हैन, मान्छे अनुसार कति हो त्यति लिने। अनि त्यस पछाडि अलिकति घिउ हालेर यसरी मुछेर छोड्यो भने चाहिँ यो नरम हुन्छ क्या। अनि पछि पाकेपछि नि नरम हुने, खाना पनि मजा आउने खालको हुन्छ, मिठो हुन्छ, स्वादिलो हुन्छ। अनि चाहिँ यसरी हामीले चाहिँ गरेर मुछे। मेरो चाहिँ खासमा मैले पकाएको हैन के, मेरो जेठान्तीले पकाउनु भएको हो। अनि यसरी थोरै थोरै पानी हाल्दै यसरी मिच्दै गर्नु। यसलाई एकछिन छोपेर राखिदिनु पर्छ। अनि यसलाई चाहिँ अनि अलिकति सुप अनि त्यो के हो सबै चिज हालेर हामीले चाहिँ पकाउने निदो गर्यौं। घिउ पनि तातिसकेको थियो। अनि त्यसपछि त्यसमा सोप हालेर यसरी चलाएर अनि हामीले चाहिँ बिस्तारी बिस्तारी त्यो हामीले तयार पारेको पिठो थियो नि त्यसलाई चाहिँ अनि यसरी हाल्दै बिस्तारी चलाउनु पर्छ। फेरि त्यो तल टाँसिन्छ क्या, नटाँसियोस् भनेर चाहिँ यसलाई बारम्बार चलाइराख्नु पर्छ। अनि यो फुराउने कुरो चाहिँ पहिले फुराउनु पर्ने है, बिर्सेर हामीले त अनि पछि हाल्यौँ कि फेरि ठिकै छ के भयो त नि हैन, जे भयो नि खाने नै त हो भनेर अनि पछि हालेर त्यसलाई उल्टाइ पुल्टा यसरी गरेर अनि थोरै थोरै पानी हाल्दै छम्काउँदै पकायो भने चाहिँ मिठो हुन्छ क्या। अनि टाँसिँदा पनि टाँसिन्न, अनि फरर परेको मिठो नरम हुन्छ। अनि चाहिँ यसलाई यसरी ढाक्दै निकाल्दै पकाउँदै गर्नुपर्छ। अनि अलिकति कलर आओस् भनेर चाहिँ हामीले यसलाई बेसार पनि हाल्दियौँ। यल्लो कलर आउँदा राम्रो देखिन्छ नि त। अनि यसरी बिस्तारी फेरि पानी छम्किँदै पकाउने। अनि हेर्नु न कस्तो राम्रो देखिसकेको है। अनि अब यसलाई चाहिँ के गर्नुपर्छ भन्दा अब यसलाई के होला भन्दै चाहिँ अब यसलाई स्वाद अनुसार चिनी हाल्नु पर्यो। कतिको गुलियो खानुहुन्छ त्यो अनुसार चिनी हाल्ने हैन। हामी चाहिँ ठिकै खान्छौँ, ठिकै हाल्यौँ। अनि त्यस पछाडि यसरी यसलाई चलाएर बिस्तारी पकाउने, त्यो गुलियो लाग्नु पर्यो नि त हैन, चिनी पाक्नु पर्यो नि त। अनि फेरि त्यसरी नै पानी हाल्दै थोरै थोरै गर्दै पकाउने। अनि त रेडी भइसक्यो क्या। हेर्नु न कस्तो राम्रो भएको क्या है। अनि यसरी सर्भ गर्ने। वाउ।